हेलो एन्ड गुड मर्निङ एभ्रिवान इज डे 2 फ्रम द ब्याम्बु है। हिजो चाहिँ अब राति आइयो, त्यसैले त्यति लामो भिडियो बनाउन पाइएन। आज चाहिँ अफिसियली डे 2 सुरु भइसकेको छ हामीमा। हामी चाहिँ यहाँ केटाहरू चाहिँ अहिले फोटोसुट गर्दैछन्। साथीहरू कस्तो भइरहेछ अहिलेसँग ट्रिप? रोमाञ्चक भइरहेछ, रोमाञ्चक। अहिले चाहिँ हामी डे 2 अफिसियली स्टार्ट भइसकेको छ र अहिले हामी चाहिँ ब्याम्बुमा छौँ। ब्याम्बुमा चाहिँ इलेक्ट्रिसिटी चाहिँ पाइँदैन, त्यसैले मोबाइल चार्ज पनि गरिरहेको छैन राम्रोसित। यहाँ खोला बगिरहेको छ, बबाल छ। यहाँ फोटोसुट हुँदैछ हाम्रो केटाहरूको। केटाहरूले फोटोसुट हानेछन्। ए खतरा फोटो निकाले जस्तो छ है। ओ मरद आज मरद साथी मेरो खिचिदिन्छौ ल। अझै खिच्ने रे फोटो। स्क्रिनसट है साथी, स्क्रिनसट है। ल स्क्रिनसट ओ ल स्क्रिनसट साथी, स्क्रिनसट है। ओ बवाल खोइ ल। ओ आयो मलाई मेरो नि साथी मेरो। हामी चाहिँ अहिले ब्याम्बुबाटै हिँडिसकेका छौँ। यहाँ हाम्रो भोट साथीहरू बवाल छ है, बवाल छ। भोट कस्तो जाउने हटा के लौ ले त भोट भिडियो हान्ने भिडियो। यहाँ अगाडि चाहिँ मिठो झर्ना छ है। त्यही चाहिँ बवाल झर्ना बगिरहेछ। बोटको मात्रै केटाहरूलाई कुरिरहेछ नि, केटाहरूको त्यहाँ फोटोसुट भइरहेछ है। बवाल अहिले कति बजे भोट? 7:45 हामी लगभग 8 बजे लम्बुबाट हिँड्यौँ। हामी चाहिँ लाङटाङ किन्छ कि भन्ने आशमा हो कि अब हेरौँ के हुन्छ। हेर्दै जाउँ के हुन्छ। सबैजनाहरू अगाडि हिँडिराख्नु भएको छ। अहिले चाहिँ हामी खोलाको तिरतिर हिँडिरहेका छौँ। लगभग लाङटाङ जान चाहिँ खोलाको तिरतिर हिँड्नुपर्छ। अनि यस्तो छ बाटो चाहिँ तल खोला तिरतिर हिँड्ने हो। यस्तो छ बाटो चाहिँ। खोइ अहिलेसम्म त त्यति गाह्रो अनुभव भएको छैन हिँड्नलाई चाहिँ ब्याम्बुबाट। त हामी चाहिँ कि कम्मै हिँड्ने हौ कि चाहिँ हल्का तल झऱ्यो। अब यो तल झरिरहेको छ। अब यहाँबाट चाहिँ अब माथि चढ्न पर्छ होला जसमा लाउँछ। केटाहरू आएन पछाडिबाट चट्ट। र अहिले हामी चाहिँ फर्स्ट लाङटाङको फर्स्ट सस्पेन्सन ब्रिजबाट आइसकेका छौँ। यहाँ छ सस्पेन्सन ब्रिज चाहिँ। झर्ना चाहिँ बवाल छ। यो चाहिँ लाङटाङको फर्स्ट सस्पेन्सन ब्रिजै भन्नुहुन्छ है। अहिलेसम्म चाहिँ आएको थिएन। पहिलो सस्पेन्सन ब्रिज है यो। यस्तो बवाल छ भ्यू यहाँबाट। चाहिँ तल चाहिँ पुरानो भक्के छ। भ्यू है, बवाल छ भ्यू चाहिँ। पुल कट्ने बित्तिकै ठाडो उकाली आएको थियो। एकछिनपछि फेरि सम्म आएको थियो। अहिले फेरि उकाली आइसक्यो। कति उकाली आयो, गाह्रो भइसक्यो। केटाहरू 2जना एरिक र प्रताप चाहिँ पछाडि छन्। 3जना अगाडि छन्। म चाहिँ बिच चाहिँ एक्लै हिँडिरहेको छु। पछाडि दाइहरू हुनुहुन्छ। यही छ हल्का उकाली छ। अहिले चाहिँ अघि चाहिँ ठाडो पुल चल्नेतिको लगभग 1.5 घन्टा उकाली सकियो बल्ल तल्ल है। कति रिलिफ भइरहेको छ। उकालीको कारणले गर्दा पछाडि नि कोही छैनन्, अगाडि नि कोही छैनन्। केटाहरू 3जना अगाडि छन्, 2जना पछाडि छन्। म चाहिँ यहाँ एक्लै छु अझै जङ्गलको बिचमा। माथिबाट मान्छेहरू आइरहेछन्।
उकालिसक्यो भनेको त के हो यो फेरि उकाली आएको छ त यहाँ त कहिले सकिन्छ हो यो डे 2 इज भेरी हार्ड very hard day 2 is. If you can't walk, don't come to Langtan. It's very hard here in day 2. If you want to come, increase your budget, increase your day, you can reach properly in Langtan. But if you have a specific time, but if you cannot walk, don't climb. Don't come to Langtan village. Go to the different place for trek. Day 2 is really hard. You should walk continuously 3 hours of stair like this all route. This is very easy. यो भन्दा धेरै गाह्रो ठाडो सिधै ठाडो चढ्नु पर्छ very dangerous and very after 4 years 4 hours हैन लगभग 4 hours को वाक पछि चाहिँ हामी चाहिँ खानाइन ठाउँ रिभर साइड आइसकेका छौँ निकै नै गाह्रो अहिलेसम्म यहाँसम्म आउँदा चाहिँ ओन्ली माथि मात्रै छ हैन तल त छँदै छैन सम्म भन्ने त लास्टमा आएर अलिकति 2 मिनेटको बाटो होला नत्र त सबै उकाली मात्रै छ अहिले चाहिँ हामी रिभर साइड भन्ने ठाउँमा आएको छौँ हैन अलि रिभर साइड भन्ने ठाउँमा आयौँ है आनन्द आएछ अब यहाँ धेरैले खाना खान्छन् अब हामी पनि खाना खाइन्छ होला मल सल बात गरिन्छ आनन्द छ मेरो लागिरहेको अहिले चाहिँ हामी लगभग आधा बाटो हिँड्ने होला अब हाम्रो नजिक चाहिँ घोडा तबेला भन्ने छ निकै नै अप्ठ्यारो र गाह्रो छ यो डे 2 चाहिँ उकाली र मात्रै भन्ने हुन्छ अलि यस्तो मैदान भेटिन्छ पछि खाना खाएर बसेपछि यो मैदान जस्तो 2-3टा भेटिन्छ अब रेस्ट हान्ने नत्र त बादल सादल लगाइसक्यो उसो केटाहरू आउँदैछन् यहाँबाट छुट्टो लाएर अब अझै होला मजाले घोडा तबेलाबाट अझै 4 घन्टा लाउँछ होला माथि हामीलाई लाङटाङ भिलेज पुग्न त्यहाँपछि चाहिँ त्यहाँ चाहिँ हाम्रो चाहिँ डेस्टिनेसन इन हुन्छ आजको डे 2 चाहिँ निकै नै गाह्रो छ अब अरू त के भन्नु केही छैन अब पुगिँदै जान्छ केही देखेछ भने चाहिँ म हजुरहरूलाई देखाउँछु नत्र चाहिँ एक्स्ट्रा केही पनि छैन यत्रो पछि हिँडेपछि हामी चाहिँ घोडा तबेला आइसकेका छौँ घोडा तबेला यस्तो छ धेरै त उठा त छैनन् उहाँ हाम्रो उहाँ त्यहाँ पनि के छ त्यो होला यहाँ होला सो ठिकै छ अरू त राम्रै छ केटाहरू आइरहेछन् उहाँ देखिरहेछ के हो उहाँ टाढाको यहाँ चाहिँ का साथी त्यहाँ चाहिँ एउटा बस्ने ठाउँ छ लाङटाङ भ्याली चाहिँ हाम्रो उता पछाडिपट्टि यो यहाँ जुन देखिन्छ नि पछाडिपट्टि त्यो हो अनि पछाडि चाहिँ हिउँ मिठो परिरहेको छ है यो चाहिँ हिउँ पऱ्यो यो चाहिँ लाङटाङ भ्याली भएको अरे पछाडि चाहिँ पिक होला त्यहाँ चाहिँ मिठो हिउँ परेछ अब चाहिँ हामी बिस्तारै चढ्छौँ माथितिर नि हिउँ परेछ यो भागहरू पनि सबै हिउँ परिसकेको छ अब यतानिर सबै हिउँ पऱ्यो माथिको भागहरूमा त सबैमा हिउँ छ राम्रो छु तर अहिलेसम्मको सबभन्दा म गएकोमा हार्डेस्ट ट्रेकमा त म यो लाङटाङको डे 2 मा जुन हामीले भोग्यौँ त्यो ट्रेक भन्छु डेन्जरै गाह्रो छ यो डे 2 त सकिँदैन हामी त धेरै नै पुस गऱ्यौँ हाम्रो ब्याम्बुबाट यहाँ आइसक्यौँ अब हाम्रो त्यहाँ पुग्ने हो त्यहाँबाट हामी दायाँ बायाँ चल्दैनौँ अहिले चाहिँ यति नै हो अब अरू चाहिँ म अपडेट दिइराख्छु यो रुटको चाहिँ म बनाउँदिनँ किनकि धेरै नै चिसो छ मोबाइलको ब्याट्री पनि डाउन भइरहेको छ त्यसैले चाहिँ अहिले चाहिँ म उता गएर बनाउँछु सिधै पुरानो लाङटाङ भ्याली है यो सबै पुरानो लाङटाङ भ्याली हो यो चाहिँ बगाइदिएको भन्ने हजुरहरूले सुन्नुभएको थियो होला नि न्युज
यो सब पहिला 300 वटा जति घर बगाएको यो सब लाङटाङ भ्याली हो पहिलाको। अहिले चाहिँ ठ्याक्कै यसको माथि हो अझै हिँड्नुपर्छ। यही खोलाले यो खोला उहिलेर आएको क्या यो सबै। अनि यहाँको लाङटाङ भ्याली सब बगाइदिएको नि केही छैन हेर्नु सबै चट्टानै चट्टान बनाइदिएको छ। अनि अहिले यति सानो छ त्यसले विश्वासै गर्दैन यार। खोलाले कतिखेर चाहिँ रूप परिवर्तन गर्छ भन्ने कसैलाई थाहै हुँदैन। अब लगभग हामी चाहिँ पुग्न लागिसक्यौँ, बिस्तारै पुगिन्छ होला। अब हामी चाहिँ त्यो उकाली हुँदै यो डाँडाको उकाली हुँदै अब त्यसको ठ्याक्क पछाडिपट्टि लाङटाङ भ्याली हुन्छ। त्यहाँपछि चाहिँ बाबालाई रेस्ट हान्नुपर्छ। चाहिँ आजको म भ्लगिङ हान्छु होला। मैले चाहिँ तलदेखि अहिलेसम्म यहाँको सबै ठाउँहरू सबैहरू भनिरहेको छु हजुरहरूलाई। अब तपाईँहरूलाई लाइक गर्नु सब्सक्राइब गर्नु त भन्नु पर्दैन, दुःख देख्नु भएकै छ। अब चाहिँ सकेसम्म धेरै मान्छेलाई सेयर गरिदिनु, उहाँहरूलाई पनि सजिलो हुन्छ। दुःख उहाँले पाउनुहुन्न अहिलेबाट प्रिपेयर भएर आउनु भने। अरूहरूको क्लिपमा चाहिँ के छ भने रमाइलो छ दामी छ भन्ने मात्रै छ। अहिले चाहिँ हामी अब लाङटाङ भ्याली आइसकेका छौँ। अब चाहिँ यहाँ तातो भएर बस्छ। अहिले पछि झरिन्छ यहाँ आनन्द बस्छ। आजको लागि चाहिँ भ्लगमा यही इन्ड गर्छु। भोलि चाहिँ अब हामी डे 3 मा चाहिँ हामी माथि गएर चाहिँ हजुरहरूलाई भेट्छौँ विथ द बबाल भ्यू। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क्स फर वाचिङ। अहिलेसम्मको लागि सपोर्टको लागि धन्यवाद। थ्याङ्क यू सो मच।